बोट फेरि त्यो चाहिँ फेरि कहाँ जानु आँट्यो सबै मान्छेहरू बसेर चट्ट खाने इन्जोय गर्ने ठाउँ प्रायः जस्तो सबै खाली छन् मान्छे नभएर यहाँबाट चाहिँ फेरीहरू सर्छ क्या सबै कता जाने ठाउँहरू पर फेरि एउटा फेरी आउँदैछ त्यत्रिक्कको आउ 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 फोटो सेसन हुँदैछ फोटो खिचेर इन्स्टाग्राम फेसबुकमा ट्याप्पै आइहाल्छ अरे बेलुकातिर मान्छेहरूको मेमोरिजलाई पछिसम्म राख्नलाई What the show would never be about now. प्रोभेडोर यो चाहिँ क्लब हो त्यहाँबाटको फर्स्ट टाइम यहाँ छिरेको क्लब फर्स्ट टाइम देखेको क्लब साइक्लिस्ट साइकलमा सरर हिँड्दैछ अब यहाँ पर्तिर चाहिँ बबाल बबाल रेस्टुरेन्ट्सहरू छ ट्राफिक लाइट खुलेपछि जाने हो इभिनिङ वर्क गर्दैछ लोक 70-75 वर्षको मान्छे यसरी एक्सर्साइज गर्छन् आफू भने 30-32 वर्षको उमेरको अल्छे भएर केही गरिँदैन सुत्ने खाने काम गर्ने आउने खाने सुत्ने वाइट एन्ड वार्म एसियन चाइनिज
रेस्टुरेन्ट र यहाँ छ क्या अब बाल रेस्टुरेन्टहरू ओके दामी गाँजा खाँदै हिँड्दै रहेछ साला न्युजिल्यान्डमा गाँजा चाहिँ कहाँबाट किन्छन् कहाँबाट खान्छन् दङ्ती बास्न आइरहेको हुन्छ ओके यो एरिया चाहिँ एकदम फेमस एरिया हो क्या रेस्टुरेन्ट चट्ट बस्ने खाने यहाँको सिन बबाल छ नि त अनि यो चाहिँ बोटहरू यहाँ हामीले रिजर्भ गरेर लानु पाइन्छ कता कता पैसा तिरेपछि र आफूलाई कहीँ जानु छैन तिर्नु पनि छैन धेरै पछि म यहाँ यतातिर आएँ लगभग 4 महिनै भइसक्यो होला नजिक त नजिकै हो तै पनि आउनु भ्याइँदैन कामै पर्दैन एक ठाउँ घुमेँ आइसकेको ठाउँ फेरि गइराख्ने कुरै भएन आज त बोट रहेछ सबै अब विन्टर लाग्यो बोटहरूको खासै माग आउँदैन समरमा चाहिँ मान्छेहरू प्रायः चाहिँ घुमघाम गर्ने रमाइलो गर्ने गर्छन् विन्टरमा चाहिँ यहाँ खासै व्यवसाय अलिक ठप्पै हुन्छ यसैलाई भन्छ भ्याडक यही ठाउँलाई एकदमै बबाल खान्ते पिन्ते चल्ने ठाउँ बोरो ल यहाँनिर यो याच टेम्पलर चार्ली available for private and corporate events 45-day guest or 9 overnight 4 staterooms with in-suites टेम्पलर भने यही हो यही सिप यही बोट रिजर्भ गर्ने लाने कता कता जाने हो इन्जोय गर्ने कति दिनसम्मलाई यहाँ उतो सानोमा चाहिँ रिपेयरिङ हुँदै रहेछ गोरे दाईहरू पुरा रिपेयरिङ गर्दैछन् हैन ब्रोजहरू ल ओहो यो पनि आइसकेको छ वर्ल्ड फर्स्ट इलेक्ट्रिक हाइड्रोफोइल टुरिज्म एक्सपिरियन्स यो खाले चाहिँ खास इन्डियन एकजना केटीले बनाएको हो यसको नाम के हो मैले बिर्सेँ यो पनि आइसकेछ फ्युलर भन्ने यो रिपेयरिङ गर्दै गरेको चाहिँ ठ्याक्कै यही रहेछ ल यो चाहिँ इलेक्ट्रिक भेहिकल हो पानीसँग टच हुँदैन यसको मुनिको पङ्खा मात्रै टच हुन्छ यसको चाहिँ मैले अस्ति नै न्युजमा हेरेको थिएँ सट्ट प्लेनमा उडे जस्तै अनुभव फिल हुन्छ भन्ने चाहिँ लागेको थियो अझ देख्न पनि पाइयो ओके मिलियन्स अफ डलर्सको बोटहरू ल उता त सेलैमा रहेछ ल फर सेल निर्भना अरे यता पहाडीतिर पनि सबै रेस्टुरेन्ट छ छन चाहिँ तर मलाई उता जानु मन छैन म अल्छे छु नि त हैन I don't want to go that way so I will be returning back
बिकज सपिङ गर्नु छ, घर जानु छ, पकाइ खानु छ, lots of things to do. फोटो खिच्ने चलन छ यहाँ। अनि सररर यो भेग पहिला काम नहुँदाखेरि, काम खोज्दाखेरि यतातिर मैले सबैमा सिबी बुझाएको छु। काम चाहिँ पाइएन। ल यो चाहिँ बियरको क्यान हो है, बियरको क्यान जार ज्यापी यस्तोमा हुन्छ। ल यो चाहिँ नाइट क्लब हो, बेलुका चाहिँ बबाल हुन्छ, तर शुक्रबार शनिबार मात्रै चल्छ। प्रायः चाहिँ यता चल्ने भनेको बिहिबार, शुक्रबार, शनिबार, आइतबार, त्यो दिनहरू चाहिँ मान्छेको सेलेरी आउने अनि पैसा थाप्ने, स्याट्टै इन्जोय गर्ने गर्छन् होइन। अहिले त प्रायः सबै खाली छ। Even during happy hour, we don't have that time. यो याचहरू पछाडिपट्टिबाट देखाएको थियो, यो चाहिँ उनीहरूको अगाडिपट्टिको फ्रन्ट सोल, यो बबाल चल्छ। यो रेस्टुरेन्ट यो एरियाको टप हो। यहाँ जिराफ भन्ने छ, यहाँ चाहिँ नेपाली ब्रोजहरू पनि काम गर्छन्। राम्रो छ, तर अहिले त सबै खाली छ। अब सुक्ने बेला आयो साथीहरूको सबैको। यो पोर्टफोलियो वेस्टर्न एन्ड चप, बबाल ठाउँहरू एकदम नामी रेस्टुरेन्टहरू। तर गोरेको खाना आफूलाई मन पर्दैन, खाइँदैन जाट। पोलेको मासु, पोलेको होइन डामेको मासु त खाने हो यिनीहरू। सेकुवा जस्तो हुन्छ त डामेको मासु।